2083 साल असार 15 गते राष्ट्रिय धान दिवसको अवसरमा यो सङ्खुवा सभा सुनसरी समाजसेवा केन्द्र हिटरीको आयोजनामा भएको यो धान दिवस कार्यक्रम सङ्खुवा सभा जिल्लामा जन्म भई हाल हिटरी 3 मा बसोबास गर्दै आउनुभएका चन्द्र तामाङको घर खेतमा भइरहेको यो धान दिवस कार्यक्रम प्रदेश का मन्त्री हाम्रा के भण्डारीज्यूको प्रमुख आतिथ्यमा धमाधम भइरहेको छ। हाम्रो मन्त्रीज्यू चाहिँ यहाँ कार्यक्रम उद्घाटन गरेर उहाँको अर्को पनि कार्यक्रम भ्याउनु पर्ने हुनाले उहाँ चाहिँ यहाँबाट बिदा भइसक्नु भएको छ। ल हेर्नुहोस्, हाम्रो सङ्खुवा सभामा जिल्लामा जन्म भएर सुनसरी जिल्लामा आएर बसोबास गर्नुभएका सङ्खुवा सभालीहरू कति रहेछौँ यहाँ हेर्नुहोस् त। ल हेर्नुहोस्, ल आज 82 सालको असार 15 गते धान दिवसको अवसरमा भइरहेको इटरी वडा नम्बर 3 को धान रोपाई कार्यक्रम। ल